एउटा राजकुमार जो कहिले राजा बन्न सकेन। सान्तोस एफसीको त्यो 19 वर्षको नेमार याद छ? स्टाइलिस कपाल, नाकमा सेतो टेप, पातलो ज्यान, तर खुट्टामा बल पर्यो कि म्याजिक। न त पेसको कमी थियो न ड्रिबलको। डिफेन्डरहरूको नङ्गा नाज हुन्थे र त्यसपछि स्कोर अनि मैदानको कुनामा गएर साम्बा डान्स। 2011 को त्यो सान्तोसमा खेल्ने नेमारको भाइब नै छुट्टै थियो। गजबको प्लेयर। 5 फेब्रुअरी 1992 मा ब्राजिलको साओ पाउलोमा जन्मेका नेमार उनको आफ्नै बुवा एउटा सानो लिगका फुटबलर भएकोले उनको रगतमै फुटबल थियो। खाली खुट्टा, सडकका खाल्डाखुल्डी र गल्लीहरूबाट फुटबल खेल्न सिकेका नेमारले 11 वर्षमा सान्तोस जोइन गर्यो। 238 खेलमा 136 गोल गरेका उनले सान्तोसलाई 48 वर्षपछि कोपा लिबर्टाडोरेसको उपाधि सहित 6 अरू ट्रफिज दिलाए। उनले इन्डिभिजुअल रूपमा फिफा पुस्कस अवार्ड र साउथ अमेरिकन फुटबलर अफ द इयर जिते। नेमारको जीवनमा एउटा मुभी बनाए, एउटा बेस्ट मुभी बन्छ जसको नाम हुन्छ द प्रिन्स वु नेभर बिकम अ किङ। फुटबलको लागि उनले सबै दिए तर फुटबल उसको लागि सधैँ अनलक्की भइरह्यो। एउटा सामान्य प्लेयरको करियर एक इन्जरिजले सकिन्छ, तर यहाँ नेमार भने 40 भन्दा बढी इन्जरिजबाट गुज्रिएको थियो। सबैभन्दा डेन्जर 2014 मा कोलम्बिया विरुद्धको क्वार्टर फाइनलमा उनको ढाडको हड्डी भाँचिएको थियो। इन्टरभ्यूमा नेमार आफैले भनेका थिए चोटका कारण आफ्नो खुट्टा चलाउन समेत सकिरहेका थिएनन्, तर च्याम्पियनहरू हार मान्नका लागि जन्मिएकै हुँदैन। त्यो इन्जरिज पछिको कमब्याक गरेर फुटबल इतिहासकै सबैभन्दा डेन्जरस एट्याकिङ टिम एमएसएन को मेन पात्र बने। सन् 2015 को नेमारको लय नै छुट्टै थियो। त्यो टाइमको ड्रिब्लिङ स्किल, लेफ्ट विङबाट बल लगेर डिफेन्डरलाई भित्र काटेर सेकेन्ड पोस्टमा गोल गर्ने उनको सिग्नेचर स्टाइल थियो। त्यही सिजन नेमारले 39 गोल गरे र बार्सालाई ला लिगा, कोपा डेल रे, युसिएल सहित ट्रेबल जिताउन ठुलो रोल खेले। 2015 र 17 मा 2 पटक ब्यालेन्डरको लागि मेस्सी र रोनाल्डोसँग तेस्रो स्थानसम्म कम्पिट गरे। 2017 मा 222 मिलियन युरोमा पीएसजीमा फुटबल इतिहासकै सबैभन्दा महँगो प्लेयरको रूपमा जोइन भयो, जसले पीएसजीलाई इतिहासमै पहिलो पटक युसिएलको फाइनल पुर्याए। एउटा प्लेयर जसले आफ्नो देशको लागि दिन केही बाँकी राखेन। 130 गेममा 80 गोल गर्दै ब्राजिलको टप स्कोरर बने। 59 असिस्ट गरे। 2016 मा आफ्नै कप्तानीमा ब्राजिललाई पहिलो ऐतिहासिक ओलम्पिक स्वर्ण पदक दिलाए। अल हिलालको जोइन पछि एसिएलको चोटका कारण 981 दिनको लामो पर्खाइपछि सन् 2026 को विश्वकपमा फर्किएका थिए। आफ्नो देशलाई विश्वकप जिताउने उनको अन्तिम सपना थियो, तर 6 जुलाई 2026 मा नर्वेसँगको 2-1 को पराजयसँगै त्यो सपना सदाका लागि टुट्यो। 34 वर्षको उमेरमा आज ऊ मैले प्रयास गरे यो मेटलाइफ स्टेडियमबाट सुरु भएको थियो र मैले यही टुङ्ग्याएँ, अब यो समाप्त भयो भन्दै नेमारले आँसुका साथ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे। सन् 2010 मा अमेरिकाको जुन रङ्गशालाबाट उनले अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो, आज 16 वर्षपछि त्यही नेमारको साम्बा डान्स सधैँका लागि रोकियो। रिटायर भए तापनि संसारमा एउटा कल्ट फ्यानले उलाई सधैँ सम्झिरहनेछ। अझै पनि मलाई लाग्छ उनको रिटायरमेन्टको कमब्याकको प्रतीक्षामा धेरै मान्छेहरू रहनेछ। सबैलाई ह्याप्पी इन्डिङ मनपर्छ हैन र, तर यो ब्रुटल दुनियाँमा सधैँ ह्याप्पी इन्डिङ हुँदैन। एनीवे, वी अल मस्ट से थ्याङ्क यू टु नेमार फर द म्याजिक ही गेभ। र लास्टमा म भन्न चाहन्छु थ्याङ्क यू नेमार, सबै जोयफुल इन्टरटेनमेन्ट र म्याजिकल मोमेन्टको लागि। थ्याङ्क यू नेमार, फुटबललाई अझ धेरै सुन्दर बनाइदिएकोमा। थ्याङ्क यू नेमार, फुटबलको ब्युटी र लेगेसी बचाइदिएकोमा। थ्याङ्क यू नेमार फर साम्बा डान्स। थ्याङ्क यू नेमार, वर्ल्ड कप जितेन, ब्यालेन्डर जितेन, तर पेलेको देशमा फेरि फुटबल जीवित पारिदिएकोमा। ह्याप्पी फेयरवेल मजिसियन नेमार द सिल्भा सान्तोस जुनियर। थ्याङ्क यू। इतिहासले सधैँभरि सम्झिरहनेछ।